नमस्ते, म प्रकाश अधिकारी काठमाडौँ क्षेत्र नम्बर 2 को प्रतिनिधि सभातर्फको स्वतन्त्र उम्मेदवारको रूपमा यस क्षेत्रमा उपस्थित भइराख्दाखेरि मैले यस क्षेत्रमा आफ्नो उम्मेदवारी किन दिनुपर्ने छ त भन्दाखेरि यस क्षेत्रमै म जन्मायो, मलाई हुर्कायो यो क्षेत्रले, बढायो यो क्षेत्रले भने यस क्षेत्रप्रति मेरो उत्तरदायित्व झन् बढी हुन्छ। मेरो यस क्षेत्रमा आफ्नो साल र नाल गाडिएको छ भने त्यो अर्थबाट पनि मलाई यो माटोले के दियो त आजसम्म भन्दा त्यो दिएका सबै चिजहरूको प्रत्युत्तर चाहिँ मैले दिनुपर्ने समय आएको हुनाले मैले यस क्षेत्रमा उम्मेदवारी दिएको छु भने दोस्रो कुरा के छ त भन्दाखेरि यस क्षेत्र बत्तीमुनिको अँध्यारो भएर बसिरहेको छ इतिहासदेखि नै। तर आजको कालखण्डमा हामी यहाँ आइपुग्दाखेरि, हामी जस्ता युवाहरू यस क्षेत्रमा आइपुगिसक्दाखेरि चाहिँ यस बत्तीमुनिको अँध्यारोबाट अन्त्य गर्नका निम्ति हामीसँग भिजन, मिसन र एक्सनसहित यहाँ हामी उपस्थित भइरहेका छौँ। त्यस अर्थले पनि मैले यस क्षेत्रमा आफ्नो उम्मेदवारी दिइरहेको छु भने तेस्रो नम्बरमा आजसम्मका जुन पुस्ताहरूले, आजसम्मका अघिल्ला नेतृत्वहरूले जुन तरिकाले अगाडि लानु पर्थ्यो यो समाजलाई अथवा यस क्षेत्रलाई, त्यो लान सकिरहेको अवस्था छैन, भएन। इतिहासमा हामीले ठुल्ठुला नेताहरू जन्मायौँ, ती ठुल्ठुला नेताहरू आज पनि राज्यको आसनमा बसोबास गरिरहेका छन्। तर ती ठुल्ठुला नेताहरूबाट यस क्षेत्र कुनै पनि विकास नभइसकेपछि हामीले नयाँ पुस्ताले नयाँ तरिकाले सोचेर नै यस क्षेत्रको आफ्नो उम्मेदवारी दिएका छौँ।